के नेपालले अब ओडिआई स्ट्याटस गुमाएको हो त? नेपालले CWC लिग 2 अन्तर्गतका पछिल्ला 3वटा खेलमा 3वटैमा हार बेहोरेको छ। आज युएसएसँग भएको खेलमा त लज्जास्पद हार बेहोरेको छ। योभन्दा अघिल्लो म्याचमा पनि युएसएसित पराजित भएको थियो भने अहिलेको म्याचमा पनि युएसएसित पराजित भएको छ। डोमिनेटली रूपमा हार बेहोर्नु परेको छ। यस्तै किसिमको ओडिआई खेल देखाउँदै गयो भने नेपालले ओडिआई स्ट्याटस गुमाउनेछ। अब 2027 मा हुने वर्ल्ड कपको लागि चाहिँ नेपाल छनौट हुन सक्दैन। यस्तो राम्रो फिल्डिङ गर्ने दिपेन्द्र सिंह ऐरीले पनि आज एउटा क्याच छोडेका छन्। नेपालबाट 3-4 वटा क्याच छोडिएको छ आजको म्याचमा। सन्दीप लामिछानेलाई खासै दोष दिन मिल्दैन। सन्दीप लामिछानेले खेलेको खेल एकदमै खतरा छ। नेपाल भर्सेस युएसए को खेलमा 3टा प्लेयरले आफ्नो अर्धशतक मिस गरेका छन्, जसमा मुख्य भनेको करण केसी जसले 49 रन बनाएर आउट भए, भुर्तेलले 47 अनि भीम सार्कीले 42। अब नेपालले यस्तै किसिमको ओडिआई खेल खेल्दै गयो भने नेपालले ओडिआई स्ट्याटस गुमाउनेछ। करण केसी र सन्दीप लामिछानेले 2018 मा गरेको त्यो अरात्र सङ्घर्ष अब आज माटोमा मिल्दैछ।